नमस्कार यहाँहरु सम्पूर्णमा म डाक्टर आनन्द लामा त्रिशूली अस्पताल प्रमुख साथै शल्य चिकित्सक। आज म तपाईहरुलाई स्वास्थ्य सम्बन्धी जानकारीमूलक सन्देश प्रस्तुत गर्न गइरहेको छु। स्वास्थ्य सम्बन्धी यस्तो प्रस्तुति किन आवश्यक छ भन्दा धेरै जसो बिरामीहरु समस्या हुनसाथ अस्पतालमा समयमै उपचार गराउन नजाने प्रवृत्ति र ढिला तथा जटिल भए पश्चात मात्र अस्पताल आउने देखिन्छ। साथै सचेतनाको पनि कमी देखिन्छ। यस्तो सन्देशले बिरामीहरुलाई समयमै अस्पतालमा गई उपचार गराउने प्रेरित हुनेछ, साथै सचेतना समेत बढ्ने विश्वास गर्दछु। यसै क्रममा आज मेरो प्रस्तुति रहेको छ एपेन्डिसाइटिस रोग सम्बन्धी, जुन एकदमै आकस्मिक अवस्था हो र तुरुन्तै शल्यक्रिया गर्नुपर्ने खालको रोग हो। सर्वप्रथम एपेन्डिसाइटिस भनेको के हो? हामीले यहाँ देख्न सकिन्छ यो ठूलो आन्द्रा हो र यो त सानो आन्द्रा छ। ठूलो आन्द्राबाट निस्केको यो आन्द्राकै भाग हो जुन हाम्रो बुढी औँलाको जस्तो सानो लाम्चो आकारको निस्केको हुन्छ, यो एपेन्डिक्स हो। र यो एपेन्डिक्स हाम्रो शरीरको तल्लो पेटको दाहिने भागमा रहन्छ र यही एपेन्डिक्स जब यसमा सुजन हुन्छ र संक्रमण हुन्छ तब हामी त्यो अवस्थालाई एपेन्डिसाइटिस भन्छौं। अब यस पश्चात यो रोग कस्तो व्यक्तिहरुलाई लाग्छ? यो रोग सामान्यतया सबै उमेर समूहकोलाई लाग्छ भने किशोर किशोरीसम्म टिनेज ग्रुप भन्छौं हामी, त्यो खालको ग्रुपलाई धेरै लाग्ने गर्दछ। र यो रोग हुनको कारणहरु के हुन सक्छ? प्राय जसो यो एपेन्डिसाइटिस हुनको कारण, यो सुजन र संक्रमित हुनको कारण यो एपेन्डिक्सको भित्र पाइप जस्तो हुन्छ, प्वाल हुन्छ। त्यसमा कडा खालको ढुङ्गाको कण बसेर अवरोध भयो भने, या यो एपेन्डिक्समा भएको ग्रन्थि सुन्निएर अवरोध भयो भने, वा डाइरेक्ट यो एपेन्डिक्समा ब्याक्टेरिया संक्रमण भयो भने एपेन्डिसाइटिस हुने गर्दछ। अब यो एपेन्डिसाइटिस भयो भने, यो एपेन्डिक्स सुजन या संक्रमित भयो भने के हुन्छ? यसका लक्षणहरु के हुन्छ? प्राय जसो पेट एकदमै अचानक रूपमा अत्याधिक तरिकाले हाम्रो पेट दुख्ने गर्दछ। यो पेट दुख्दाखेरि यो पेट दुखेको कारण जस्तै पत्थरीको कारणले हुन सक्छ, ग्यास्ट्रिकको कारणले हुन सक्छ भनेर मान्छेहरु घरमै उपचारमा नआइकन घरमै बस्नु, ग्यास्ट्रिक औषधि खाएर बस्नु, सामान्य पेट दुखेको औषधि खाने गरेर भन्न सक्छ। तर अब यो एक्युट एपेन्डिसाइटिस हुँदा, एपेन्डिक्सको समस्याले गर्दाखेरि पेट दुखेको छ भने सुरुमा चाहिँ नाइटो वरिपरि वा पेटको माथिल्लो भागको बीचमा दुख्छ र केही घण्टापछि बिस्तारै यो पेटको तल्लो भेगको दाहिने भागमा आएर दुखिने समस्या हुन्छ। र यो पेट दुख्ने मात्र नभएर बान्ता हुने बिरामीलाई हैन, वाक लाग्ने, खाना अरुचि हुने, ज्वरो आउने यावत समस्याहरू हुन्छ। र यस्तो खालको लक्षण भयो भने तुरुन्तै अस्पतालमा गई शल्य चिकित्सकसँग भेटेर आवश्यक रगत जाँचहरू, भिडियो एक्सरेहरू गरेर रोगको पहिचान यकिन गरेर तुरुन्तका तुरुन्त छिटोभन्दा छिटो दूरबीनद्वारा या चिरेर अपरेसन गर्नुपर्ने हुन्छ। यदि समयमै उपचार भएन भने, या सामान्यतया 48 घण्टाभन्दा बढी समय चाहिँ बित्यो भने के हुन्छ भन्ने कुरा आउँछ। र एपेन्डिक्स प्राय त्यस्तो अवस्थामा भयो भने एपेन्डिक्स फुट्ने, हैन, चिरेर ठूलो अपरेसन गर्नुपर्ने, हैन, आइसियु राख्नुपर्ने, विभिन्न पिपहरु जमेर आन्द्रा समेतलाई असर गरेर हैन ज्यानै समेत जाने सम्भावना हुन्छ। त्यसो भएको कारणले समयमै पहिचान गरेर समयमै उपचार गर्नु एकदमै राम्रो हुन्छ। र मेरो यो प्रस्तुति कस्तो लाग्यो हजुरहरुलाई? हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। र यस्तै किसिमको जानकारीमूलक सन्देशहरु अन्य रोगहरुको बारेमा ल्याउने म जमर्को गर्नेछु। हस्, धन्यवाद, नमस्कार।